हाम्रो एपेन्डिकुलर स्केलेटनमा कुन स्ट्रक्चर पर्छ त्यो चाहिँ हामी बुझौँ। हामीले अप्पर लिम्बबाट स्टार्ट गरौँ। अप्पर लिम्ब यानि कि माथि हातको हड्डीहरूबाट। सो अप्पर लिम्बमा पहिला जाँदा हामीसँग स्क्यापुला र क्लाभिकल बोन अथवा यसलाई कोलर बोन अथवा ब्युटी बोन पनि हामीले भन्ने गर्छौँ, यो आयो। त्यसपछि हामीसँग छ ह्युमेरस। ह्युमेरस पछि हामीसँग हुन्छ रेडियस र अल्ना, र त्यसपछि यो जुन हाम्रो रिस्ट छ यहाँ हामीसँग 8 वटा बोन रहेछ र त्यो 8 वटा कुन कुन हो यहाँबाट हामीले इजिली आइडेन्टिफाई गर्न सक्छौँ। यो चाहिँ स्काफोइड, लुनेट, अनि त्यसपछि यो पछाडि एउटा सानो यो जुन छ ट्राइक्वान्ट्रम, त्यसपछि पिरिफर्मिस, अनि त्यसपछि ट्रापेजियम, ट्रापेजोइड, क्यापिटेट र ह्यामेट हैन। र यो 8 वटा रिस्ट बोन मध्ये यो जुन पिरिफर्मिस छ यो चाहिँ कमनली फ्र्याक्चर भइराख्ने बोन हो। अनि त्यसपछि हामीसँग हुन्छ मेटाकार्पल। मेटाकार्पल यानि कि हाम्रो जुन यो फिंगर छ, फिंगर भन्दा पहिलाको बोन, यो जुन हाम्रो पाम छ नि, ठ्याक्कै यो पाम एरियाको बोनलाई हामीले मेटाकार्पल भन्छौँ, जुन चाहिँ 5 वटा हुन्छ, हामीले यहाँबाट आइडेन्टिफाई गर्न सक्छौँ। अनि यो जुन फिंगरको बोन छ नि, फिंगरको बोनलाई हामीले फ्यालिङ्स भन्छौँ, र यो थम्बमा चाहिँ 2टा हुन्छ र रिमेनिङ 4 वटा फिंगरमा 3 वटा हुन्छ। अब यहाँले हामीले प्रोक्सिमल र डिस्टल फ्यालिङ्स मात्र हेर्न सक्छौँ र रिमेनिङ 4 वटा जुन फिंगर छ त्यसमा 3 वटा रहेछ, प्रोक्सिमल, इन्टरमिडिएट र डिस्टल। यो बाँकी रिमेनिङ 3 मा पनि सेम त्यस्तै रहेछ, प्रोक्सिमल, इन्टरमिडिएट र डिस्टल। सो यो हाम्रो फ्यालिङ्स मात्र 14 वटा भयो। सो 14 वटा फ्यालिङ्स भयो र 5 वटा यो मेटाकार्पल भयो, 14 5 19 वटा, र त्यसपछि 8 वटा यो रिस्टको बोन भयो। सो यो भयो 19 र 8 27 वटा, 27 र यो 2 रेडियस र अल्ना मिलाएर 2टा, सो 27 2 29, र एउटा ह्युमर 30 के अरे ह्युमेरस 30, अनि यो स्क्यापुला र क्लाभिकल अथवा कोलर बोन मिलाएर 32 वटा। सो इच साइडमा 32 वटा भयो भने अर्को साइडमा पनि 32 वटा हुन्छ। सो यो 64 वटा भयो अप्पर लिम्बमा। अब लोवर लिम्बको कुरा गर्दा हामीसँग एउटा यो पेल्भिक गिडल छ अथवा पेल्भिक बोन पनि भन्छौँ। यो 3टा स्ट्रक्चर मिलेर बन्या हुन्छ, तर हामीले एउटा बोन एज अ बोन एउटा कन्सिडर गर्छौँ यसलाई। यो बन्या हुन्छ मिलाएर इलियम, इस्कियम र प्युबिस मिलाएर 3 वटा पार्ट मिलेर यो पेल्भिक बोन बन्या हुन्छ। सो एज अ बोन हामीले यसलाई एउटा बोन कन्सिडर गर्छौँ। त्यसपछि हाम्रो यो पेल्भिक बोन पछि हाम्रो फ्युमर आउँछ, जुन कि हाम्रो बडीको सबभन्दा ठुलो र स्ट्रङ्गेस्ट बोन हो। फ्युमर बोन पछि हाम्रो पटेला बोन आइहाल्छ, जुन हाम्रो नी बोन पनि भन्छौँ हामीले। अनि त्यसपछि हामीसँग टिबिया र फिबुला छ, र टिबियालाई हामीले सिन बोन पनि भन्छौँ। र जस्तो हाम्रो रिस्ट बोनमा 7 वटा के अरे 8 वटा हड्डी थियो नि, 8 वटा बोन थियो, त्यस्तै हाम्रो खुट्टामा यहाँ एङ्कलमा 7 वटा बोन हुन्छ, जुन चाहिँ कि क्याल्किनियस, ट्यालस, नेभिकुलर, क्युबोइड, अनि यो चाहिँ 3 वटा सेमै बोन हो, तर त्यसको पोजिसनको हिसाबले नाम चाहिँ अलि फरक हो। यो चाहिँ हाम्रो ल्याटरल क्युनिफर्म, इन्टरमिडिएट क्युनिफर्म र मेडियल क्युनिफर्म हैन। सो यो 7 वटा भयो। त्यस्तै हामीसँग मेटाकार्पल थियो, त्यस्तै यो खुट्टामा मेटाटार्सल हुन्छ, यो पनि 5 वटा हुन्छ। र हाम्रो फिंगरमा जस्तो थम्बमा 2टा बोन थियो, त्यस्तै हाम्रो यो ठुलो औँला जुन हुन्छ त्यसमा 2टा बोन हुन्छ र बाँकी रिमेनिङमा 3 वटा हुन्छ। यो चाहिँ प्रोक्सिमल र डिस्टल फ्यालिङ्स भयो। अनि रिमेनिङ 4 वटामा प्रोक्सिमल, इन्टरमिडिएट र डिस्टल फ्यालिङ्स यस्तो हुन्छ। सो यसमा पनि 14 वटा हुन्छ हाम्रो फ्यालिङ्सहरू, अनि 5 वटा चाहिँ यो मेटाटार्सल, 14 5 19 वटा, र 7 वटा यो एङ्कल बोन हाम्रो भयो, 26 वटा भयो, 26 वटा, र यो 2टा चाहिँ टिबिया र फिबुला मिलाएर 28 वटा, 28, र एउटा यो पटेलर बोन 29 वटा, र फ्युमर 30 वटा, र यो पेल्भिक बोन 31 वटा। सो 31 वटा एक साइडमा र 31 वटा अर्को साइडमा। सो टोटल 32 वटा प्लस 64 वटा, हाम्रो 64 वटा त्यो थियो र 32 वटा यो भयो, दुवै मिलाएर 126 वटा बोन भयो। र 126 र हामीले एक्जियल स्केलेटनमा 80 वटा बोन हामीले जानेका थियौँ। सो 80 र 126 मिलाएर 206 वटा यी सबै बोन हुन् हाम्रो बडीमा।